गोर्खाको सैलदखन गाउँपालिका वडा नम्बर 2 ढाडबारीमा सञ्चालित मनोकामना मगर सामुदायिक होमस्टे अहिले पर्यटकको रोजाइको केन्द्रबिन्दु बन्दैछ। मगर समुदायको प्राचीन परम्परा, संस्कृति र खानपानको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालन गरिएको हो। गत वर्षबाट सञ्चालनमा आएको उक्त होमस्टे आउने पर्यटकले स्थानीय परिकारको अर्ग्यानिक स्वादसँगै मनास्लु हिमाल लगायतका हिम श्रृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न समेत पाउँछन्। लोकल कुखुराको मासु, ढिँडो, गुन्द्रुक, अचार लगायतका परिकारसँगै विशुद्ध पारिवारिक मगर खानपान सहितको अनुभूति यहाँ मिल्छ। त्यसमाथि ताजा सुन्तलासँगै सुन्तलाको जुस र वाइन पनि। मगर समुदायको संस्कृति कौरा, सोरठी, मारुनी, थाली र झ्याउरे नाचबाट पाहुनाले मनोरञ्जन लिन सक्छन्। उक्त होमस्टेबाट प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्न पैदल करिब 10 मिनेट मात्र लाग्छ। पारिवारिक वातावरण भएको यस होमस्टे मनकामना मन्दिर दर्शन गर्न आउने भक्तजनलाई बास बस्नका लागि पनि उत्तिकै उपयुक्त छ। तनहुको आबु खैरेनी र गोर्खा जोड्ने मर्स्याङ्दी नदी माथिको पुल तरेर दायाँ तर्फ लागेपछि करिब 8 किलोमिटरको दूरी तय गरेपछि यस होमस्टेमा पुग्न सकिन्छ। सडक सञ्जाल जोडिएका कारण 4 वा 2 पाङ्ग्रे सवारी सजिलै पुग्न सक्छ। मनकामना केबल कारबाट पनि यस ठाउँमा पुग्न सकिन्छ। मगर समुदायको संस्कृति संरक्षण गर्नका लागि होमस्टेले सहयोग पुर्याउने अपेक्षा समेत गरिएको छ। प्रभावकारिता र दिगोपनका लागि यस होमस्टेले सहमति लुथरन ओल्ड रिलिफ र सैलदखन गाउँपालिकासँग पनि समन्वय गरिरहेको छ।